हेलो एभ्रिवान, स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। ल सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा फेरि पनि। ल म फेरि पनि आइसकेँ साथीहरू। अब आज मन्दिर घुम्न जाने भन्ने कुरा छ। अब के छ हेरौँ, कसो हुन्छ के हुन्छ, म सबै कुरा तपाईँहरूलाई देखाइहाल्छु। म चाहिँ आज खुट्टा धुन लगाएको अहिले। दिन पनि यस्तो बादल आज चाहिँ त्यस्तो गर्मी छैन, जे होस् शीतल भइरहेछ। अनि आज चाहिँ पानी पर्ला जस्तो पनि गरिरहेछ। अब हेरौँ के हुन्छ। मन्दिर पनि नजिकै छ कि साथीहरू। अब जान लाग्यो एकछिन, के हुन्छ कस्तो हुन्छ अब हेरौँ न होइन। सँगै तपाईँ म सबैजना सँगै हेरौँ न के हुन्छ कस्तो हुन्छ साथीहरू। ल साथीहरू, यिनी चाहिँ बुहारी, सालो बुहारी, अनि मेरो बुढी, उता मम्मी हुनुहुन्छ। अब हामी चाहिँ जान लाग्यो अब मन्दिरतिर। अब म अब पहिला त गएको हो, अहिले चाहिँ अलिकति नयाँ चिजहरू बनाएको छ अरे, त्यही भएर हेर्न जान लाग्यो। अब आएको त थुप्रै दिन भइसक्यो, तै पनि गएको छैन। ल साथीहरू, धेरै चेन्ज भइरहेको छ यतातिर गाउँतिर पनि। अन्त यिनीहरू मामा गुमा अरे, गुमा भन्छ सानो। साथीहरू, हामी चाहिँ बाटो हिँड्दैछौँ, भाउ छोरी तिनजना चाहिँ अगाडि पुग्नुभयो। हजुर किन हो क्या हामीलाई नपर्खेको भन। हामी दौडिनु सक्दैन भन, हामी सानो मान्छे हो। अनि है पानी नै समाइदिन्छ है। कहिले बाबाले बस्छ मामु उता पुग्यो। ल कुदेका पुन्टी। अनि कुन चाहिँ त म पनि मगरहरूको गुम्बा भनेको, मगरहरूको। अनि के छुट्याइदिएको, मगर र तामाङको छुट्याइदिएको। ए हुन्छ, केही हुँदैन। गुम्बा त हामी पनि अब बुद्ध त बुद्धिस्ट नै मान्ने त हो नि। हामी मगरहरू भए पनि यस्तो बनाएको छ यहाँ चाहिँ, राम्रो छ। जे होस् बन्दैछ, यहाँको विकासहरू पनि हुँदैछ बिस्तारै। हाम्रो गाउँतिर चाहिँ छैन, सानो घर बनाइराखेको छ। खै के गरेको थाहै छैन। हो र ल जाऊ जङ्गल। यो जङ्गलमा बाघ छ होला भित्र धेरै। ल हामी हिँड्दैछ बाटो। ल साथीहरू, फाइनली मन्दिर पनि आइपुग्यो है, कालिका मन्दिर। अब मन्दिर राम्रो छ, मन्दिर जता पनि राम्रै हुन्छ भन्नु पनि राम्रो छ। फाइनली मन्दिर पनि आइपुग्यो। हिँडेको गर्मी भयो, थाक्यो। ल साथीहरू, देखाइहाल्छु नि त। ल मन्दिर छोरी हेर के भगवान् नमात्रै गर छोरी, नमात्रै गर। गाई हेर्न नन्दी हेर छोरी। नमस्कार गर, नन्दी नमस्कार गर। राम लक्ष्मण सीता पनि बनाएर यतै। हो हजुर, राम लक्ष्मण सीता। ल कालिका मन्दिर, काली माता भित्र। अनि छोरी हुन्न ल, मूर्तिहरू छ धेरै प्रकारको। हुन है छोरी। ल मेरो छोरी, ल नमस्ते गर छोरी, नमस्ते गर। जिउ गर न स्यापस। ल आउँछ
यहाँ नाग मन्दिर रहेछ भात खाएर आएको छ अब मनसह भयो हुने हो है म त्यही भने भात खाए पनि नखाए पनि ल किन नखिच्नु हो र ल यता चाहिँ जङ्गल छ यता सबै जङ्गल यतातिर मन्दिर लाउ छोरी सानो भगवान ढोकाउनु ढोकाउनु न भगवानलाई ल यहाँ पनि जिउ होला जानु हुन्न ल सानो हुनु चप्पल लाएर कता ल जिउ गर ल साथीहरू हामी चाहिँ मन्दिर सन्दिर गएर मन्दिरबाट फर्किँदैछौँ यी जङ्गलको बाटो छ सरर परेको ल हामी चाहिँ फर्किँदैछौँ है साथीहरू ल हामी सबैजना ल साथीहरू हामी चाहिँ घर फर्किँदैछौँ मन्दिर सन्दिर घुमियो आइयो अलि टाढो छ घर मन्दिर पनि त्यही भएर थक लाग्यो साथीहरू हिँड्दा हिँड्दा पसिना आयो आइरहेछ न टाढो छैन मन्दिर अनि हिँड्दा हिँड्दा मान्छे थकाएर पुरा पसिना पसिना भइसक्यो ओह माइ गड होइन मम्मी मन्दिर टाढा छ अब के गर्नु अब हिँड्दा हिँड्दै झन्डा झन्डा 1.5 घन्टा लाग्छ होला म हिँड्दाखेरि है अब बाटो पनि अलिक नराम्रो छ त्यतिखेर अटो सटो पनि जाँदैन त्यही भएर अलिक गाह्रो छ साथीहरू अन्त रचना यहाँ कालिका मन्दिर गएर आएको कि साथीहरू अलिक जङ्गलको बाटो छ अब अलिक टाढो छ 1.5 घन्टा जति लाग्छ हिँड्नलाई अटो सटो पनि जाँदैन घरसर छैन अब मन्दिर चाहिँ जङ्गलको बिचमा छ त्यही भएर ल साथी घर पुगेपछि देखाउँछु भिडियो पार्टी यता हेर्नु दिदी पम्फा दिदी भिडियो बनाएको आज हामी मोमोको तयारी गर्दैछौँ यहाँ दिदीहरू प्याज काट्दै हुनुहुन्छ यहाँ मम्मी चाहिँ के अरे मसुरो केलाउँदै हुनुहुन्छ ए दाल यहाँ दिदीहरू प्याज काट्दै हुनुहुन्छ दाइले चाहिँ पिठो गुन्दै हुनुहुन्छ मोमोको तयारी गर्दै हुनुहुन्छ के सोध्यो त दाइ कस्तो भइरहेको पिठो गुन्दा एकदम गजब पखाना हाल है गिलो बन्द भयो क्या छैन नानी अलि मसाज गर्नु लागि ल यहाँ हाम्रो दिदीले चाहिँ मोमो बनाइराख्नु भएको छ राम्रो बनाउनु भएको छ ल यहाँ हाम्रो बुहारी नानी चाहिँ बेल्दैछि ल दिदी के को जाति अरे यो हजुर के जाति रे यो खै के हो दिदी भन्नु के भन्नु दिदी आई हो आई आई ठिक छ त आयो भने के भयो त अनि तिमीलाई आएको कति मनपर्छ म त एकदम सबैभन्दा बढी आई बेस्ट नि अनि हजुरलाई 1 नम्बर 1 नम्बर 2 नम्बर त होइन 2 नम्बर होइन 2 नम्बरमा चाहिँ के त च्वाचे ए बाबा खाए च्वाचे खाए तर च्वाचे पनि मिठो हुन्छ होला नि मगर भइस त च्वाचे के जाति भन्ने त एउटै सुन्यो नि खानु पर्यो त च्वाचे पनि मिठो हुन्छ होला मोमो त्यसो हो न हुन्छ यस्तो भिडियो राख्न के भन्छ तेल भयो हुँदैन सरर निस्किन्छ त्यसको चाहिँ अर्को चाहिँ च्वाचे खानुपर्छ ल अर्को चाहिँ आउँदा ल है साथीहरू हामी चाहिँ अब बनाएर नि भ्यायो कि ल सबैजना बसेर ल खान थाल्यौँ है हामी चाहिँ यता हेर त थम्बनेल एउटा बनाउनु पऱ्यो क्या
त्यो बस्ने लिएर आऊ। मिठो अचार ओहो अचार त यहाँ कन्सेप्टमै पुग्ने रहेछ नि बवाल पिरो ल आजको मोमो खुवाई लाज होला के लाज त्यहाँ के जाने केही हुन्न के खै हात खाऊ त खाऊ हातले खाऊ दे अनि उनी त लाग्छ नि त खै उनी आउनु नि दिदी तपाईँ पनि बस्नु लु ल सबैजना ओ आमालाई दिनु आमाले दिनुहुन्छ ल साथीहरू मोमो पनि बवाल ताली खायो साथीहरू दबाएर खायो थियो अब अँधेरो पनि भइहाल्यो अब के गर्नु ल राम्रोसँग बस्नु होला सन्चै बस्नु होला गर्दै साथीहरू फेरि अर्को भिडियोमा भेट भइहालिन्छ नि ल के चिन्ता लिनु होला होइन सबैजनाले सब्सक्राइब गरिदिनु लाइक गरिदिनु कमेन्ट गरिदिनु के कस्तो लाग्छ है त साथीहरू ल बाई बाई साथीहरू